कैलालीका 16 वर्षीय हिक्मत भण्डारी जेठ 24 गतेदेखि बेपत्ता। खोजी कार्यमा सबैले सहयोग गरिदिन हुन अनुरोध। कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका 2 बगोरा निवासी 16 वर्षीय हिक्मत भण्डारी जेठ 24 गतेदेखि बेपत्ता भएका छन्। हिक्मत त्यस दिन बिहान फुपूको घर जान्छु भनी घरबाट निस्किएपछि हालसम्म उनको कुनै अत्तो पत्तो छैन। परिवारका अनुसार उनी नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सी लगाएर निस्किएका थिए। उनको उचाइ करिब 5 फिट रहेको अनुमान गरिएको छ। बेपत्ता भएको यतिका दिनसम्म बितिसक्दा पनि उनको अवस्था अज्ञात छ। यसले परिवारमा गहिरो चिन्ता छाएको छ। हिक्मतको खोजीमा परिवार, स्थानीयवासी र सुरक्षा निकाय सक्रिय रहेको छन्, तर अहिलेसम्म ठोस जानकारी आउन सकेको छैन। यदि तपाईले हिक्मत भण्डारीलाई कतै देख्नु भएको छ वा उहाँको बारेमा कुनै जानकारी छ भने कृपया 9769 86 08 57 मा सम्पर्क गरी वा नजिकैको प्रहरी कार्यालयमा खबर गरिदिनु हुन अनुरोध गर्दछौँ। परिवारले हिक्मत सुरक्षित र सकुशल घर फर्कुन् भन्ने आशमा प्रतीक्षा गरिरहेका छन्। तपाईको सानो सहयोगले एउटा परिवारलाई ठूलो राहत मिल्न सक्छ। यदि यो भिडियोमा देखिएको व्यक्तिलाई तपाईले कतै देख्नु भएको छ भने तल स्क्रिनमा दिएको नम्बरमा तुरुन्तै सम्पर्क गरी जानकारी गराइदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। साथै यस भिडियोलाई सकेसम्म धेरै सेयर गरी हिक्मतको खोजीमा सहयोग गरिदिनुहोला।